नमस्कार, म पूर्व पुरस्कृत हाल कलाकार पवन कुमार अधिकारी। मैले समसामयिक विभिन्न विषयवस्तुहरू समेटी साना साना रचनाहरू तयार गरी हजुरहरूमा नियमित रूपमा प्रस्तुत गर्दै आइरहेको थिएँ र आजभन्दा 6 महिना पहिला मेरो घर परिवारमा एउटा दुर्घटना हुन पुगेको कारण मैले मेरा रचनाहरूलाई नियमित गर्न सकेको थिइनँ र अब फेरि पनि तिनै रचनाहरूलाई नियमित गर्ने क्रममा सानो एउटा रचना तयार गरी हजुरहरूमाझ फेरि पनि उपस्थित भइसकेको छु। हजुरहरूले मेरो रचना हेरी सुनी प्रतिक्रिया जनाइदिनु होला। मेरो रचनाको शीर्षक छ नेता र सत्ता। मैले सुरु गरेँ है त। नबोलौँ न भन्दा पनि यो मन त्यसै त्यसै जाग्छ। नबोलौँ न भन्दा पनि यो मन त्यसै त्यसै जाग्छ। नलेखौँ न भन्दा पनि लेख्नलाई मन लाग्छ। आन्दोलन नै गर्ने अरे राजावादीहरूले अब गणतन्त्रवादी पनि एकजुट हुन लागेछ। गणतन्त्रवादी पनि एकजुट हुन लागेछ। जसको सुन्यो उसको फुर्ती कमी छैन यतिखेर। जसको सुन्यो उसको फुर्ती कमी छैन यतिखेर। कसका लागि शासन गर्छौ जनताहरू जुदाएर। आएका हौँ हामीले नै राजाको नि शासन हेरी। आएका हौँ हामीले नै राजाको नि शासन हेरी। नेताहरूले राम्रो गरे किन माग्थे राजा फेरि। नेताहरूले राम्रो गरे किन माग्थे राजा फेरि। कतिपय नेताहरूकै सन्तान समेत महाराजा। कतिपय नेताहरूकै सन्तान समेत महाराजा। तिनकै कारण यो अवस्था आउन खोज्यो देशमा आज। चुलो बल्न सकेका छैन जनताहरूको घरबारमा। लुछाचुँडी चलिरहन्छ जानलाई सरकारमा। लुछाचुँडी चलिरहन्छ जानलाई सरकारमा। जनता र देश बिर्सी कमाउनेमा व्यस्त दिनकै। जनता र देश बिर्सी कमाउनेमा व्यस्त दिनकै। ठुला ठुला टेन्डरदेखि तस्करीमा नाम यिनकै। कस्ता नेता चुन्छौँ हामी धिक्कार नै छ हामीलाई पनि। जागौँ जनता जागौँ अब नबसौँ न गुलाम बनी। जागौँ जनता जागौँ अब नबसौँ न गुलाम बनी। चुनाव बाहेक गाउँ नजाने नेताहरू धेरै छन्। चुनाव बाहेक गाउँ नजाने नेताहरू धेरै छन्। गल्तीहरू सच्याएर जनताको प्रिय बन। आफन्त र कार्यकर्ता मात्र जनता देख्दाखेरि कालो बादल मडारिँदै आउन सक्छ आँधी बेरी। कालो बादल मडारिँदै आउन सक्छ आँधी बेरी। हस्त नमस्ते।